हेलो एभ्रिवान, सबैजनालाई मेरो नयाँ ब्लगमा स्वागत छ। अनि बाइ द टाइटल हजुरले थाहा पाउनु भइसक्यो होला कि आज म मेरो कजिनहरूसँग हाइकिङ जाँदैछु। अनि मेरो आज मर्निङमा के काम थियो, सो म बाहिर आएको थिएँ। अब चाहिँ म मेरो बहिनीको रुममा फर्किँदैछु अनि सबैजना त्यही भेटौँला। सो म रुममा पुगुन्जेलसम्म चाहिँ बहिनीहरू उठेर पनि फ्रेस भएर अनि उनीहरू रेडी हुँदै रहेछ। सो म चाहिँ एकछिन आराम गरेर त्यसपछि म पनि रेडी हुन थालेँ। अनि यहाँ गफ गर्दै हामी चाहिँ रेडी हुँदै थियौँ, बहिनी म। ओटिडी देखाइदियो नि त आज तेरो। बच्चा एक्साइटेड सो बहिनी र म चाहिँ रुमबाट निस्किसकेका छौँ। अनि दाइ र बहिनी चाहिँ हामीलाई कुरिराख्नु भएको छ। सो हामी चाँडै चाँडै जाँदैछौँ। अब एकैचोटि हाम्रो मोमेन्टहरूलाई देखाउनेछौँ। यहाँ आउँदैछ हाम्रो गाइजहरू। सबभन्दा फर्स्ट चाहिँ म है, सबभन्दा लास्ट को हो। चढेर भ्याउनु पाएन, थकेर चाहिँ कति मिनट चल्यो होला हामी? 2 मिनट 5 मिनट कति मिनट हिँड्यो हामी दाइ? जाम्चो 4 किलोमिटर अहिले हालत खराब भइसक्यो। यदि चढ्दैन नाइस टेक्निक गर्नु देख्दैन देखेको टेक्निक फर्किसक्यो यिनीहरूको अहिले डरले हालत खराब भयो यहाँ बहिनीहरूको। यस्तो बोकेर मल्लसम्मबाट आइपुग्यो। हामी चाहिँ कहाँ आइपुग्यो अहिले? हामी बल्ल बिचबाट आइपुग्यो। अझ 2 किलोमिटर बाँकी छ। हामी कति किलोमिटर हिँड्यो दाइ? 2 बहिनीहरू छिटो छिटो पल्ली हामी आधा बाटो पुगिसकेका थियौँ यो समय। अनि हामी चाहिँ फोटो खिच्दै हामी रेस्ट गर्दै हामी बिस्तारै हिँडिरहेका थियौँ। अनि त्यहाँ चाहिँ फेरि अर्को काउन्टर थियो जहाँ चाहिँ हामीले टिकट देखाएर फेरि हामी हाम्रो यात्रालाई चाहिँ कन्टिन्यू गरिरहेका थियौँ। अनि त्यहाँ चाहिँ कति रुल्सहरू थियो जुन चाहिँ हामी 4 बजेभित्रमा चाहिँ हामी फर्किसक्नु पर्ने थियो। अनि हामीले त्यो रुल्सहरू बुझेर अनि हामी फेरि हिँड्यौँ। गाइस फेरि उकालो आइपुग्यो। अब हामी फेरि उकालो चढ्नु पर्छ। मलाई यहाँ उकालो चढ्दा हालत खराब भएको थियो। बल्लसम्म आयो भने खुसी भएको। फेरि उकालो आयो गाइस। एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग की वजह से।
गाइस रो उकालो आयो फेरि त्यस्तो उकालो छैन क्या पल्टिएको त्यहाँको सबै लाग्यो होइन त्यो फर्स्ट उकालो भएर हो क्या त्यस्तो उकालो छैन कस्तो दामी हो बाटो 1:10 बज्यो माथि पुग्न अब आधा घन्टा हामी हाम्रो यात्रा गर्दै जाँदाखेरि चाहिँ यो स्टेयर चाहिँ कहिले पनि सकिएकै थिएन कि जतिखेर पनि होइन अब त सम्म बाटो आयो कि भन्छु होइन जतिखेर पनि यो उकालो भरेको देखेर तर पनि केही छैन आफ्नो डेस्टिनेसन पुरा गरेरै छाड्छु भनेर हामी 4 जना हामी हिँडिरहेका थियौँ अनि मेरो डाइलग चाहिँ के थियो भन्दाखेरि बरु बढ्छु तर फर्केर जान्न आधा बाटोबाट तर मैले जुन यात्रा हामी सुरु गरेको छु त्यो चाहिँ कन्टिन्यू गरेरै छाड्छु भनेर भनेको थियो अनि सो हामीले बाइ द इन्ड चाहिँ हामी पुगेरै छाड्यौँ दामी छ के अरे भक्तेको एक्टिङ गर्नु भक्तेको feeling exhausted last day tidak sabtu होला तर पनि आँखाबाट रगत ओहो डोन हो क्या हो डिओ एन्ड डोन नि बुझ्छ अफ नेपाल कि गाइस पानी पर्यो हिँड्दा हिँड्दै पानी पर्यो अब भिजी जान्छौँ हामी यस्तो स्कार्फ पनि केटाहरूले लाउन थालेको पर्दा पानी पर्यो ठुलै पर्यो त पानी त A few moments later बल्ल हामी रक गार्डन आइपुग्यो हामी छाता हेर त्यसको छाता के भयो अब कति घन्टा अघि नै आधा घन्टा भने होइन अघि नै आधा घन्टा भनेर फेरि आधा घन्टा अरे उफ पानी चाहिँ स्टिल परिरहेको थियो तर पनि हामी बसेनौँ किनभने हाइकिङ गर्दाखेरि पानीमा रुच्दै हिँड्नुको मजा छुट्टै छ अनि त्यही कारणले हामी चाहिँ हाम्रो हाइकिङलाई कन्टिन्यू गऱ्यौँ हामी हिँड्दै गर्दाखेरि चाहिँ लगभग 2 किलोमिटर अझै बाँकी थियो हामी एकदमै सुन्दर दृश्य ग्रिनरी हामी हेर्दै हामी गइरहेका थियौँ हामी चाहिँ जति हेर्दा पनि पुगेको थिएनौँ कि हामी जहाँ पुग्दैन वाउ भन्दै बसिरहेको थियौँ यो भर्याङ चाहिँ कति आउँछ होला यार कति आउँछ कि भर्याङ पागल हुँदैछु भर्याङ देखेर खिच्दा फोटो पोज दिँदैछु है म चाहिँ यहाँ कति हो कि बाटो जति हेऱ्यो नि सकिँदैन त हौ नाच्दाखेरि अर्को सब पारा गयो केन्चाना यार भिडियो गर्छु त नाच्दैन ओइ पिप के चल्छ फर्सी
भन्छ यिनीहरू प्लिज गाइज पिप अझै त्यो उकालो छ हिँड्दा बुढी हुन लागे तर यो उकालो कहिले नसकिने भएन के बोले सो गाइज हामी चाहिँ फाइनली टपमा आइपुगिसकेका छौँ ए यतै छ म चाहिँ यहाँ छु बाटो चाहिँ चिप्लो स्याहार लड्यो भने एक्लै छ तपाईँले यहाँ हेर्न सक्नुहुन्छ छिटो आऊ छिटो कमन गाइज हामी बल्ल फाइनल डेस्टिनेसनमा आइपुग्यो अब यो लास्ट बाटो हो अब लास्ट बाटो हामी हिँड्दैछौँ नामै त हाइकिङ हो अनि रमाइलो त कहाँ हुन्छ त यो त हाइकिङको टप भएर पो त्यो हाइकिङ गरेपछि थकाइ लागेपछि बिसाउने ठाउँ पो हो त टावर छ है टावरमा नि त अलिक घाम लाग्यो दामी देख्थ्यो टावरमा जाउँ यहाँ चाहिँ घाम लागेको भए अझै पनि एकदम राम्रो दृश्य देखिन्थ्यो पुरै काठमाडौँ सहर देखिन्थ्यो तर पानी परेको कारणले गर्दाखेरि चाहिँ पुरै हुस्सु देखिरहेको थियो तर पनि मलाई चाहिँ एकदम खुसी लागेको थियो किनभने एकदम सुन्दर दृश्यहरू हेर्दै आउन पायो अनि त्यहाँ अझै पनि पहाडहरूमा अनि हुस्सु लागेको देख्दाखेरि एकदम सुन्दर लागिरहेको थियो मलाई चाहिँ खुसी फिल अनि पिस फिल लागिरहेको थियो मलाई चाहिँ होइन एक घन्टामा मजाले पुगिन्छ तल मस्तो चटपटी खाँदैछ ल बगेर जाने यो लगेर जाला छैन अहिले हामी चाहिँ खाजा खायौँ अनि त्यसपछि फोटोसोटो खिचेर हामी फेरि घरतर्फ फर्क्यौँ अनि फर्किँदाखेरि चाहिँ हामीले भिडियोहरू बनाएनौँ किनकि हामी एकदम रमाइलो गर्दै गइरहेका थियौँ हामी गीत गाउँदै होइन अनि पुरा भिडियोहरू बनाउँदै लाइक फन्नी भिडियोहरू बनाउँदै हामी हिँडिरहेका थियौँ अनि एउटा फन्नी स्टोरी भनेको चाहिँ हामी भर्याङबाट झर्दाखेरि सुरुमा त केही भएन पछि चाहिँ पुरा खुट्टा कामेर यस्तो हाँसो लाग्यो अनि अर्को स्टोरी चाहिँ म चाहिँ भर्याङमै इम्ब्यालेन्स भएर धन्नै लडेको क्या भिडमा मलाई अहिले सम्झिँदा नि लास्टै हाँसो लागेर आउँछ अनि हाम्रो यात्रा चाहिँ यतिसम्म नै थियो हामी यहाँसम्म आयौँ अनि हाम्रो यात्रा सक्यो अब हामी फर्किँदैछौँ आजको मेरो भिडियो यति नै रहेको छ अनि मेरो भिडियो लास्टसम्म हेरिदिनु भएको निम्ति धेरै धेरै धन्यवाद थ्याङ्क यू फर वाचिङ बाई बाई